2 4 6 8 11 त यिन 11 जम्मा गाडी रिजौँ दिनु नसे फोन 10 हिसाब त ल त्यो 12 दे है ल त्यो जीवले गाउँदा गाउँदा गिफ्ट नर्सरीमा आएको त्यति फाइदा हुन्छ है तर अर्को यार तुलाई कुनै अपनले लाग्यो त्यति लाग्यो अनि नर्सरीमा आउनु त्यत्रो टाढो भन्दा ल नराम मलाई काँला रोप्ने त यो तपाईले हजुर काँला रोप्ने अरे यो 7 घुम्ती पछाडी पहाड भनेको कहाँ रे यो 7 घुम्ती पछाडी मकवानपुर जिल्ला नै पर्छ ए यो नौबिसीबाट माथि पहाडमै रोप्ने हो कसरी थाहा पाउनु भयो हाम्रो यहाँ राम्रो बिरुवा चाहिँ पाइन्छ भनेर मैले यो अब युट्युबमा हाल्नु भएको छ उहाँको हजुर अनि त्यहीबाट थाहा भएर नै आएको ए ल बिरुवा तपाईँले युट्युबमा देखे जस्तो राम्रो राम्रो क्वालिटीको पाउनुभयो कि के भयो यहाँ त धेरै नै राम्रो पाइयो मलाई होइन भनेको जस्तो अब हेर्दा पनि सबै उ गरेर दिनुभयो प्रश्न बुझ्यो नि त यहाँ आइसकेपछि होइन सबै कुरा बिरुवाको बारेमा जानकारी भयो काठमाडौँमा किन्ने चाहिँ हो देख्दाखेरि चाहिँ यस्तो छैन त्यो हो छ कुनै कुनैमा छ होइन कुनै पनि तर नभएको पनि त्यस्तो यस्तो नछुटेको पनि सबै 4 मुखी 5 मुखी भनेर दिइरहेको चाहिँ यो यहाँ हेरेर चाहिँ चित्त बुझेर यो त हाम्रो त प्रमाणित हुन्छ प्रमाणित यो त छ्याक्क छुट्यो त हामी भन्न त सबैले हाम्रो पनि ओरिजिनल भन्छ भन्न चाहिँ तर लास्टमा बेचेर चाहिँ अब सादा पनि त्यो रेटमा दनक दिने 5 मुखी भनेर अनि 2500 3000 ठडा आउँछ अनि हजारमा 5 मुखीको बोर्ड आउँछ भनेको कारण किन भन्दाखेरि त्यसरी बेचिन्छ चिन्दैन दुईटैले चिन्दैन ल रोपे 3 वर्षमा फल्छ फलेपछि पनि बल्ल थाहा हुन्छ त्यसपछि त अब हलवा खाइको ल है त चाहियो भने फेरि आउनु हस् हस्